क्वेसन नम्बर 9 है। ल कति वर्ष अगाडि भन त? 2 वर्ष अगाडि ट्रकको मूल्यलाई हामी P0 भन्ने कि PT भन्ने? कति लाख? रु 48 लाख। छ छैन? कति वर्ष युज गर्यो? समय T बराबर 2 वर्ष युज गरे छ छैन? अनि ह्रास दर कति हो? ट्रकमा ह्रास उठ्छ कि वृद्धि हुन्छ? ह्रास दर कति प्रतिशत? अब 2 वर्ष युज गरिसकेपछि हालको मूल्य घटेर आउँछ कि बढेर आउँछ? हालको ट्रकको मूल्यलाई PT भन्ने कि नभन्ने? PT बराबर कति हुन्छ फर्मुला? फर्मुला भन न। P0 1 - R/100 power T। लेख्ने कि नलेख्ने? ल P0 भने कति लाख भन? 48 लाख। कति लाख अरे? 48 लाख। 1 - R को भ्यालु कति प्रतिशत? 10 भागा। T बराबर कति वर्ष? यहाँ 48 लाख छ कि छैन? ल अनि 10 भागा 100 गर्दा 0 point कति अरे? 1। अनि 1 - 0.1 गर्ने कि नगर्ने? कति आयो? 0.9 को स्क्वायर गर्ने कि नगर्ने? कति आयो? 48 लाख भन 0.81 इन्टु 48 लाख गर त। 38 लाख 88 हो। अहिले बेच्दा ट्रकको हालको मूल्य कति भयो भन? 38 लाख 88 हजारमा बिक्री हुन्छ कि हुँदैन? अब मलाई भन है, यसमा अझै पनि हेर त, यसले 2 वर्षमा आम्दानी गरेछ छैन? केबाट आम्दानी गरेछ? त्यही ट्रकबाट 6,80,000 कमाएको छ छैन? हो त यहाँ लेख्नु पर्छ पर्दैन? ल ट्रकबाट भएको ट्रकबाट 2 वर्षमा गरेको आम्दानी गरेको कति गरे भन त? आम्दानी कति छ भन? 6 लाख कति हजार? 6,80,000 छ कि छैन? त यहाँ लेख्ने कि नलेख्ने? 6,80,000। त्यसो भए जम्मा कति भयो? जम्मा आम्दानी कति भयो? जम्मा आम्दानी निकाल्ने कि ननिकाल्ने? जम्मा आम्दानी भनेपछि त 38,88,000 त बेचेर पाइयो कि पाइएन? के बेचेर? ट्रक बेचेर। अनि त्यहाँबाट भएको आम्दानी 6 लाख कति हजार? 80,000। अब एड गरौँ त। कति अरे? कति अरे? 45 लाख 68,000 भयो कि भएन? यो त आम्दानी भयो कि भएन? यसले कति हालेर किनेका थियो? 48 लाख हालेर किनेको थियो थिएन भन त? अनि यसलाई जम्मा आम्दानी कति भयो? 45,68,000 भयो कि भएन? देयरफोर यसलाई घाटा भयो कि नाफा भयो? अथवा नोक्सान भयो, अथवा नोक्सान भनेको घाटा हो होइन? 48 लाख माइनस 45 लाख कति हजार? 68,000 गर्ने कि नगर्ने? कति नोक्सान भयो? 2 लाख खै भनेको 2,32,000 नोक्सान भयो कि भएन? निकाल्न चाहिँ के भनेछ? नाफा अथवा घाटा कति हुन्छ पत्ता लगाउनुहोस्। प्रतिशतमा निकाल्न भनेको छ त? ल त्यसो भए कसैलाई क्वेसन छ भने भन त। नोक्सान भयो 2,32,000 होइन र? ल ठिक छ।